हाम्रा नेपालका युवक साथीहरू हेर्दै जाऊ के हुन्छ देशमा। तिमीहरूले नेताधरी सबै भुट्ने, राम्रो नराम्रो जस्तो भए पनि नेता भुट्ने योजना बनाएर हिँडिराखेका छौ। त्यही मात्रै दिमागमा मनस्पटलमा राखेका छौ नि। नराम्रोलाई भुट्नु त सबैको, मेरो पनि समर्थन, तपाईँहरूको पनि समर्थन। जसले जीवनभरि राजनीति गरेर देशका निमित्त हिँडेको छ त्यसलाई पनि छिट्याउने योजना बनाउँछौ नि। राम्रो चिन्दैन, नराम्रो चिन्दैनौ होइन। तिमीहरूको पुच्छर पनि छैन, टाउको पनि छैन, ठेलो पनि छैन। तर कुनै दिन यस्तो आउनेछ नि, सोकलो लगाउँछन्, सोकलो कसलाई कि त प्रशासनले फायर खोल्छ। निच अवस्था पर्यो भने, एकदम निचुको अवस्था पर्यो भने, कुन अवस्थामा खोल्ला भने आफू त बाँच्नु पर्यो। कति प्रशासनका मान्छेहरूले राजीनामा हानेर विदेश गएका। कुनै दिन त यस्तो आउला नि, कस्तो आउला भने यता हान्ने गोली त्यता पनि त जान सक्छ। त्यसैले ख्याल गर्न पर्यो। युद्ध गर्ने बेलामा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैले कस्तो खालको युद्ध लड्दा ठिक हुन्छ भन्दा देशैभरि आगो बले यसरी बलिदिने, यस्तै गराएर घन्काइदिने। बाआमा दाइ भाइ सब मारेर सिधाऊ, सकाऊ, सब सिधाऊ। कोही चाहिँदैन। तिमीहरू रुँदा कराउँदा मोबाइल खेलाएर एउटा कोठामा लट्ठिँदा र गाँजा खाएर बत्ता लिएर हिँड्दाखेरि बाआमाले दुःख गरेर काम गरेर पालेको छ। एउटा सङ्गठन गराएको छ। घरमा ढल्या सिन्को उठाउँदैन साले। माग भने ठुला बडा ठुला यस्तै विकास गराएर देखाउ न। यहाँ कति गरेको छु मैले। खाना लाउन पुग्दैन। एउटा केराको बुटाबाट 1000 रुपियाँ हुन्छ। डाम्नाहरू राम्रोसँग सुन। अर्को केराबाट 1000 रुपियाँ हुन्छ। अर्को केराबाट 1000। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 13वटा त एउटा ठानामा छ। देख, नजिकै गएर गन्ने हो। एउटा ठानामा छ। अर्को ठानामा त्यस्तै 13वटा होला। अर्को ठानामा 13वटा होला। अर्को ठानामा 13वटा होला। अर्को ठानामा 13वटा होला। देखि नै हैन, गर्नु पर्यो त। भात खानलाई, राम्रो लगाउनलाई हैन। केही गर्दैन। टोयलेट गयो भने 3 घण्टाका निस्किन्छ, मोबाइल हेर्छ 3 घण्टाका निस्किन्छ पाङ्रे। मोबाइल लगेर ठुला मोबाइल लगेर उता जान्छ, चोकतिर जान्छ, घुम्छ, भात मार्न मात्रै आउँछ। छ्या थु। देशमा पनि एकैचोटि आकाशदेखि पातालसम्म त्यस्तो खालको एकैचोटि आमूल परिवर्तन हुने गरी विकास त नहोला त। एकैचोटि आफूमा, हामीमा जनचेतना चाहियो। प्रत्येक नागरिकमा जनचेतना चाहियो। चेतना हुनु पर्यो। सडकमा दिवाल लगा हुन्छ, जाली लगा हुन्छ, जाली काटिराखेका हुन्छ। त्यो पैसा हाम्रो हो भन्ने थाहा छैन। त्यसैले हेर साथी हो, राम्रोसँग ख्याल गर।
अन्तर्राष्ट्रिय सञ्जालहरूले अन्तर्राष्ट्रले अहिले विदेश गइराखेका युवाहरूलाई जान दिएको छैन, रोक्या छ। के लान्छनाहरू लगाएको छ तिमीहरूको उग्र बानीले गर्दाखेरि। यो तिमीहरूलाई देशै हात लगाइदियो भने पनि लडेर मर्छौ, मिलाउन सक्दैनौ, मिल्दैनौ, मिल्ने कुरै छैन तपाईँहरूको मिल्ने कुनै अर्थ देख्दिन्न। एजेन्डा चाहिन्छ, कोही छैन भने मोइन खामलाई सोध्नु। मैले केपी राम्रो भनेको छैन, शेरबहादुर राम्रो भनेको छैन, प्रचण्डले पनि राम्रो काम गरे, अहिले बेसै गरी मिठो गरे भनेको छैन मैले, होइन। भन्न खोजेको कुरा के हो भने बाउ नै हुन्छ। इन्डियाले सम्मान गरेछ आफ्ना राष्ट्रनायकहरूलाई, आफ्ना मातापितालाई। स्विक्क पारी बोल्दैन वडा अध्यक्ष आयो भने पब्लिक, त्यहाँको पब्लिकले। चाइनाको त्यस्तै हो, शासन कति राम्रो छ र प्रगति गरेका छन्। हाम्रो देशमा प्रगति होला? गाह्रो छ। देशको बारेमा हेर्छु, विरोध गरेका छन्, मार्दिन्या गरे। फटाहरूलाई पो छानी मार्ने, जसलाई त्यसलाई घुइँ मारिनु हुन्छ।